बसन्तपुर आइपुगेको छु नि बसन्तपुरको बसन्तपुर घुम्न आएको नि बसन्तपुरको पुरानो पुरानो घर हेर गाइस त्यही हो ओ नाइमा नाइमा बसन्तपुर भन्नु त कहाँ हो बसन्तपुरमा भन्नु न बसन्तपुर भन्नु न कहाँ हो तिमी बसन्तपुरमा भन्नु न याक होटल भन्नु न याक होटलमा आयौँ हामी भन्नु न वेलकम याक होटल भन्नु न अलि भन्नु न यहाँनिर फर्केर यता यता फर्केर भन्नु न वेलकम भन्नु त वेलकम याक होटल भन्नु न बसन्तपुरको याक होटल आउनुहोस् याक होटल होइन हामी त धरान यो त फेरि खतरा हो नि त यस्तो त गर्नु हामी सक्दैनौँ भाग्य लिएरै आएको छ अहिले पनि यस्तो टुक्के त छैन होइन भावना सबभन्दा धेरै हिँड्ने भनेको चाहिँ भावना हो यहाँको कहिल्यै गल्दैन भावना खतरा लेफ्ट राइट हिँडिँदैछ होइन यो बाटो चाहिँ मजा आउँदो रहेछ हिँड्नु बिहानै आउनुपर्ने रहेछ अझै दुईपल्ट तल र माथि गर्दा त भावना एक्सर्साइज त राम्रो हुँदो रहेछ फुल हाम्रो सबभन्दा ठुलो बहिनी हो नैमा आइपुग्यो सबभन्दा ठुलो त्यहाँबाट सबभन्दा ठुलो पनि आइपुग्यो हामी आधी बाटो आइपुग्यौँ भगवान्लाई अहिले पनि ढोक्दैछ मिसमले हिँड्ने हिँड्ने मिसम खतरा हिँड्दैछ मलाई मिसमको हिँडाइ त राम्रो लागिरहेछ छिटो छिटो हिँड्दैछ गल्दिरहेछ स्लोली हिँड्ने क्या स्टेप एउटै रफ्तारमा हिँड्ने क्या छोरा मजा आइरहेछ अगाडि हामी चाहिँ बस्नुपुरको पाथिभरा मातामा आएको कि होइन अनि 1 मिनटमा आइपुग्यो त नि छोरा त नि मभन्दा ढिलो हिँडेको होइन छिटो आइसकेछ छोरा आइपुग्यो छोरीको पाल छिटो अब धेरै छैन ऊ पर मात्रै रहेछ नजिकै 3-4 खुड्किलो रहेछ हौ
ममितको इन्ट्री भइसक्यो। अचम्म चाहिँ के भयो भने नि छोराले बौला जितेर कहाँ गइसक्यो यार। ए अर्को फेरि हो यहाँ हाम्रो घरको सबभन्दा ठुलो मान्छे यहाँ तलबाट आएको आम्मा हिँड्दै हिँड्दै माथि जानुपर्छ बाबु अझै अनि मात्रै अगाडि छ अगाडि एउटा टोली छ। हेलो गाइस कस्तो मजा आइरहेछ छोरा भन्नुहोस् न यहाँ भगवान्कोमा आइपुग्दाखेरि मजा आएको छ कि छैन थाहा छैन। तपाईँ कहाँबाट आउनुभएको देखाउनु त कहाँबाट तल कहाँबाट आउनुभएको होला तलबाट आउनुभएको हिँड्दै है त्यहाँबाट तपाईँ कहाँबाट आउनुभएको खास चाहिँ धरानबाट आउनुभएको अरे मिसम राई र जाउँ है हामी अगाडि। अर्को गाइसहरू चाहिँ अगाडि हुनुहुन्छ। हामी लगभग 75% आइसक्यौँ अब 25% मात्रै बाँकी छ। यो काङ्लाङगुलुङ घुमेको टिनबाट आएको क्या हामी चाहिँ। बाटोमा भगवान्हरू रहेछ है सबैले पूजा गर्दै गर्दै जानुपर्छ। हामी अब घटी बसेको सुन्दै हुन्छ होला लगभग हामी आइपुग्यौँ जस्तो छ। सुन्नुभयो सानो बेबीले इनेर्जेटिक त उनीहरूको छ ल त्यहाँनिर हेर्न दामीको छ है हेर्नु त डिलमा हामी आइपुग्यौँ अरे भन्दै हुन्छ ब्रो प्लिज कम। उहाँहरू त फर्किँदै हुन्छ हेर्नु ओके अब हामीहरूले पाथिभराको दर्शनसँगै कुम्भकर्ण कञ्चनजङ्घाको भ्यू पनि देखिन्छ हजुर। यहाँ आएपछि चाहिँ मजा चाहिँ कस्तो नेचुरल है सबै यतातिर मान्छेहरू दर्शन सकेर फर्किँदै गरेको अघि उकालै अब ओह्रालो
अब हामी चाहिँ त्यो तल पुग्नुपर्छ त्यो तल गाडी भेट्टौँलाई हजुर यो दुईटा गाडी छ नि यो जोडी हजुर हो पल्लोपट्टिको हो पल्लोपट्टिको हो हजुर उयो सेतो हजुर यहाँबाट सिधै झर्नु पाएन त है एकैछिनमा हुने रहेछ यहाँको चाहिँ अब हामी फर्किँदै गरेको ओह्रालो यो अघिको बाटो हो हामी हेरेको अघि चढा चाहिँ अलिक ओह्रालो झर्दा त केही छैन अर्को पनि बाख्राले जुनी पाएकै रहेछ आउँदैछ टक्लक 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 गर्दै गर्दै अघि एउटा थियो अर्को दोस्रो कलर चाहिँ झन्डै झन्डै सेम सेम रहेछ उडालो झरेर लगभग पुग्न आँट्यौँ हामी चाहिँ झरिसकेको ल झरेर ट्याक मन्दिरको पूजा गरेर हजुर एडेन झन्डै आकाशमा गयो अरे किन यहाँ पनि एउटा ओ त्यहाँ रहेछ तलतिर फुलेको छ रातै लालीगुराँस हेर्नु न त्यहाँ हजुर यहाँ पनि एउटा ऊ तल ऊ धेरै चाहिँ ए लु उता रहेन चाहिँ यता रहेछ नि त लालीगुराँस पुलिसहरू पनि बसिराखेको रहेछ नि दिँदैन त यहाँ टिप्नु एउटा टिपेको 25,000 ए 2500 रुपियाँ अरे बल्ल गाई फेलेर लालीगुराँस फुलेको देखेछ कि मक्क छ भएन तर लालीगुराँसै थिएन त्यो हो लालीगुराँस फुलेको हालिदिइहालेर फेरि म त्यस्तो सुन्दाखेरि राम्रो हुन्छ नि म